नमस्ते भाइ बहिनी। आज हामी क्याश बुक कसरी मेन्टेन गरिन्छ त्यो कुरा आज हामी एउटा एक्जाम्पल सहित हामी सिक्न जाँदैछौँ है। अब पहिला हामीले बुझ्नु पर्यो के हो त क्याश बुक भनेको। पहिला क्याश बुक के बुझ्नु पर्यो। क्याश बुक के हो त? इट इज अ सब्सिडियरी है व्हिच मेन्टेन टु किप द रेकर्ड अफ क्याश ट्रान्जेक्सन्स अफ द कम्पनी। जति पनि हाम्रो कम्पनीको क्याश ट्रान्जेक्सन्सहरू छ दे आर डाइरेक्टली रेकर्डेड इन द सब्सिडियरी बुक व्हिच इज नोन एज क्याश बुक। अब रेकर्ड कसरी गर्ने त भन्ने कुरा हामी जान्नु पर्यो। अब हाम्रो ट्रिपल कलम क्याश बुकमा चाहिँ हाम्रो एउटा यो एकाउन्ट पनि हो, एउटा डेबिट साइड हुन्छ, अर्को के हुन्छ हाम्रो क्रेडिट साइड हुन्छ। अब हामीले जान्नुपर्ने कुरा के भन्दा डेबिट साइडमा चाहिँ हामीले के गर्छौँ भन्दाखेरि रिसिप्ट अर्थात् हाम्रो क्यास आएको चेक आएको चाहिँ हामी डेबिट साइड रेकर्ड गर्छौँ भने यदि हाम्रो पेमेन्ट भएको छ, क्यास गएको छ हैन, चेक गएको छ भने चाहिँ हामी के गर्छौँ क्रेडिट साइडमा हामी के गर्छौँ रेकर्ड गर्छौँ। अब यसमा चाहिँ हामीले क्यास बुक भन्ने बित्तिकै के बुझ्नु पर्यो भन्दा यसमा चाहिँ हाम्रो क्रेडिट ट्रान्जेक्सन उधारो कारोबार चाहिँ हामी रेकर्ड गर्दैनौँ। कहिलेकाहीँ हाम्रो उधारो कारोबार दिन सक्छ, त्यस्तो छ भने त्यसलाई हामी के गर्छौँ त त्यहाँ एभोइड गर्छौँ है त। लेट्स स्टार्ट है त, सुरु गरौँ हामी बिस्तारै। अब यसमा के छ भन्दाखेरि फर्स्टमा चाहिँ हाम्रो ब्यालेन्स अफ क्यास इन ह्यान्ड भनेको छ ₹30,000, क्यास एट ब्याङ्क ₹10,000 भनेको छ। हामीसँग कति रहेछ त भन्दा अफिसमा 30,000 क्यास हुन्छ। अब पहिला हामीले पौषको 1 गते लेखौँ टु ब्यालेन्स बिडी, यो चाहिँ हाम्रो 30,000 क्यास छ, यो चाहिँ रहेछ हाम्रो 10,000 रहेछ। अब नेक्स्ट हेर्नुहोस् 6 गते के छ, अ चेक अफ ₹14,500 रिसिप्ट। रिसिप्ट भनेपछि हामी के गर्छौँ अब डेबिट साइडमा चलाउँछ हामी 6 गते 2। अब भाइ बहिनी हामीले पार्टिकुलर के मेन्सन गर्ने, यसमा धेरै भाइ बहिनीहरू कन्फ्युजन हुन्छ है। अब के बुझ्नु पर्यो भन्दा हामीले रिसिप्ट या पेमेन्ट गरेको हुन्छ, रिसिप्ट डेबिट साइडमा हुन्छ, पेमेन्ट चाहिँ हाम्रो क्रेडिट साइडमा हुन्छ। क्यास रिसिभ भएको छ भने क्यास कलममा डेबिट साइडमा, चेक रिसिभ भएको छ भने ब्याङ्क कलममा हामी के गर्छौँ डेबिट साइडमा रेकर्ड गर्छौँ। त्यस्तै गरी हामी के गर्छौँ भन्दाखेरि चाहिँ पेमेन्ट भएको छ भने क्यास पेमेन्ट भएको छ भने क्रेडिट साइडको क्यास कलममा लेख्छौँ भने चेक पेमेन्ट भएको छ भने हामी के गर्छौँ क्यास बुकको क्रेडिट साइडको ब्याङ्क कलममा हामी लेख्छौँ। अब वाट इज द पार्टिकुलर द्याट इज टु बी मेन्सन भन्ने कुरा आउँछ। अब के मेन्सन गर्ने हो त भने वाट इज द पर्पोज है, क्यास रिसिभ भयो, चेक रिसिभ भयो या चेक या क्यास पेमेन्ट भयो, के पर्पजले भयो त त्यो पर्पज चाहिँ हामीले के गर्नुपर्छ मेन्सन गर्नुपर्छ। इफ देयर इज नट एनी पर्पज गिभन इन द क्वेसन देन देयर मे बी नेम अफ पर्सन्स अर इन्स्टिट्युसन्स, त्यहाँ व्यक्ति वा संस्थाको नाम हुन सक्छ, त्यो बेला हामी के गर्छौँ व्यक्ति वा संस्थाको नाम मेन्सन गर्छौँ। त कहिलेकाहीँ के हुनसक्छ भन्दाखेरि नो नेम अफ पर्सन्स इन्स्टिट्युसन आइदर हैन अर नो पर्पज, पर्पज नै छैन हैन, त्यहाँ कुनै पनि व्यक्तिको नाम संस्थाको नाम लेखेको छैन भने अब हामी के गर्छौँ भन्दाखेरि हामीलाई रिसिभ भएको छ भने हामी के गर्छौँ डेबिट साइडमा डेबिटर मेन्सन गर्छौँ भने पेमेन्ट भएको छ भने हामी के गर्छौँ क्रेडिट साइडमा क्रेडिटर भनेर मेन्सन गर्छौँ। यो कुरा चाहिँ हामीले जान्नु पर्यो है त। अब अहिले हाम्रो चेक रिसिभ भएको छ नि, अब कोबाट रिसिभ भएको हामीलाई यहाँ व्यक्तिको नाम पनि दिएको छैन, के कारण रिसिभ भएको नाम पनि दिएको छैन। अब मैले के गर्छु भने यहाँ टु डेबिटर एकाउन्ट लेख्छु, कति मलाई रिसिभ भयो 14,000 रिसिभ भयो। चेक भने चाहिँ के गर्छु म ब्याङ्क कलममा लेख्छु है। अनि एन्ड सेटल यसलाई पासमा लेख्छु है, सेटल द एकाउन्ट अफ ₹15,000 भनेको छ 15,000 हामीले लिनुपर्ने रहेछ, 14,500 लिएर सेटल गऱ्यो भने त के हो अनि 500 चाहिँ डिस्काउन्ट हामीले लगाएको रहेछ भन्ने बुझ्नु पर्यो है। अर्को चाहिँ हाम्रो यहाँ के भनेको छ इस्यु चेक अफ ₹2700 टु रघु। हामीले चेक इस्यु भने चेक दियो, कसलाई दियो रघुलाई, पेमेन्ट भयो। अब हामी के गर्छौँ हामी गर्छौँ अब क्रेडिट साइडमा हामी रेकर्ड गर्छौँ कसलाई दिएको रहेछ हेर त, यहाँ पर्पज त दिएको छैन, किन होला सामान किनेको हो कि कुनै सर्भिसको लागि दिएको केही भनेको छैन, व्यक्तिको नाम दिएको छ, हामी के गर्छौँ व्यक्तिको नाम लेख्छौँ बाई रघु एकाउन्ट लेख्छौँ हामी। अब कति दिएको भन्दाखेरि
2700 है भाइ बहिनी यो कति हो 2700 आफ्टर डिडक्टिङ 10% डिस्काउन्ट भनेको छ आफ्टर डिडक्टिङ डिस्काउन्ट 10% हैन यसको मतलब के हो त हामीले पेमेन्ट गरेको नेट एमाउन्ट कति हो 2700 हो 2700 को 10% डिस्काउन्ट हामीले पाएको होइन डिस्काउन्ट पाएर नै हामीले के गर्यौ त 2700 दिएको अब यस्तो केसमा हामीले कसरी डिस्काउन्ट निकाल्ने र सिम्पल हाम्रो एउटा फर्मुला छ हामी लेख्न सक्छौं म लेख्छु भन्ने यो यसमा के गर्नु पर्यो यो केसमा भन्दाखेरि डिस्काउन्ट कसरी निकाल्न सकिन्छ भन्दाखेरि नेट एमाउन्ट लेख्ने नेट एमाउन्ट डिवाइडेड 100 माइनस डिस्काउन्ट इन्टु डिस्काउन्ट गर्ने है यो भनेको के हो नेट एमाउन्ट कति छ हाम्रो 2700 छ 100 माइनस डिस्काउन्ट 10% छ इन्टु 10 यो गर्दा हाम्रो चाहिँ कति आउँछ भन्दाखेरि 300 आउँछ है त भनेपछि डिस्काउन्ट हामीले कति पाएको रहेछ त 300 पाएको रहेछ भन्ने बुझ्नु पर्यो ल अर्को चाहिँ हाम्रो क्याश डिपोजिट इन्टु बैंक रुपीस 5000 है क्याश डिपोजिट इन्टु बैंक क्याश विथड्रन फ्रम बैंक है यो हाम्रो डबल कलममा क्याश र बैंक छ भने या ट्रिपल कलममा त क्याश बैंक भइहाल्छ अब यस्तो केसमा चाहिँ हामीले के बुझ्नु पर्यो भन्दाखेरि यो चाहिँ हाम्रो कारोबार दुईटै साइडमा चढ्छ यदि एउटै कारोबार हाम्रो दुईटा एकाउन्ट अर्थात् क्याश र बैंकमा इम्प्याक्ट परेको छ भने दुईटै साइडमा चढ्छ जसलाई हामी के भन्छौं कन्ट्रेन्ट्री भन्छौं जसलाई हामीले सी ले के गर्छ डिनोट गर्छौं अब एकदमै सजिलो तरिकाले हामी बुझ्न सक्छौं है त अब के भन्छ भन्दाखेरि क्याश डिपोजिट इन्टु बैंक बैंकमा पैसा जम्मा गरे है त हामी अब पैसा बैंकमा जम्मा गर्दा हाम्रो अफिसबाट क्याश जाने भयो के गर्ने भयो क्याश जाने भयो अब त्यो पैसा कहाँ आयो त भन्दाखेरि बैंकमा आयो पैसा त हाम्रो आफ्नै पैसा कम्पनी पैसा मात्र के भन्थ्यो क्याश अफिसमा थियो त्यो क्याश अफिसमा भएको क्याशलाई चाहिँ हामीले के गर्यो बैंकमा गएर जम्मा गरिदियो भनेपछि बैंकमा चाहिँ पैसा आउने भयो अफिसबाट क्याश जाने भयो अब जानु भनेको पेमेन्ट हुनु हो त्यो चाहिँ हामी के गर्छौं क्रेडिट साइडमा चढाउँछौं भनेको छ अब हामी के गर्छौं क्याश गएको हो हामी के गर्छौं क्रेडिट साइडमा चढाउँछौं कति छ भन्दा यो 5000 छ ल त्यो पैसा कहाँ आयो भन्दाखेरि चाहिँ बैंकमा आयो आउनु भनेको त रिसिभ हुनु रिसिभ कुन साइडमा हुन्छ डेबिट साइडमा हुन्छ केमा आको हाम्रो बैंकमा आको हामी बैंकमा एमाउन्ट लेख्छौं अब के गर्ने भन्दा क्याशमा एमाउन्ट लेखेको छ भने यसको हाम्रो अपोजिट हाम्रो के गर्ने पार्टिकुलर मेन्सन गर्ने है यो हो हाम्रो 16 गते है बाइ के गर्ने अब बैंक एकाउन्ट गर्ने यो कन्ट्रेन्ट्री C1 भन्ने अब अर्को छ हाम्रो बैंकमा एमाउन्ट लेखेको छु मैले अब हामी के गर्छौं त्यसमा 16 गते टु क्याश एकाउन्ट लेख्छौं है त यो भयो C1 ल यसरी हामी सहीसँग चाहिँ के गर्न सकिन्छ बैंकबाट पैसा निकाल्दा बैंकमा पैसा जम्मा गर्दा कन्ट्रेन्ट्री भयो अहिले केस के भयो हामीले डिपोजिट गर्यो बैंकमा आयो क्याश गयो है भन्नुको अर्थ यो हामी के बुझ्नु पर्यो भन्दा बैंक एकाउन्ट डेबिट हुन्छ यसमा टु के हुन्छ क्याश हुन्छ क्याश क्रेडिट हामीले क्रेडिट साइड लेख्यो बैंक डेबिट बैंकमा डेबिट साइड लेख्यो ल अर्को चाहिँ पेड स्यालेरी रुपीस 4000 भनेको छ 24 मा पेड तिर्यो भनेपछि तिर्दा के भयो हाम्रो पैसा जाने भयो किन पैसा गयो हाम्रो बिकज अफ पेमेन्ट अफ स्यालेरी है त बाइ स्यालेरी एकाउन्ट कति गयो भन्दाखेरि हाम्रो 4000 ल अब मैले किन यहाँ क्याश कलममा लेखे भन्दा चाहिँ यसले चेक मेन्सन गरेको छैन भने हामी के भन्छ वी एज्युम दैट इज मेड थ्रु क्याश भन्ने बुझ्नुपर्छ है क्याशमा लेख्यो अर्को चाहिँ हाम्रो गुड्स सोल्ड फर ₹10,000 एन्ड रिसिभ ₹6,000 एन्ड ब्यालेन्स बाइ चेक आफ्टर डिस्काउन्ट ₹500 भनेको छ सामान बेच्दा हाम्रो पैसा आउने हो आउने कुन साइड हुन्छ अब डेबिट साइडमा हुन्छ है कुन साइड हुन्छ डेबिट साइड हुन्छ अब सामान बेच्यो पैसा किन आएको रहेछ बिकज अफ सेल्स अफ गुड्स टु सेल्स एकाउन्ट लेख्छौं हामी ल बेच्नु चाहिँ कतिको बेचेको भन्दा टोटलमा चाहिँ हामी 10,000 को बेचेको हो त्यसमध्ये 6,000 चाहिँ हामीले के गरेछ त क्याशमा पाएछ हामी क्याशमा लेख्छौं 6,000 अब रिमेनिङ ब्यालेन्स भनेको कति हो त भने चेकमा आउनु पर्ने 4,000 हो 4 मा नि कति डिस्काउन्ट दिएछ हामीले 500 दिएको रहेछ भने चाहिँ हाम्रो अब पैसा कति आउने भयो त 3,500 आउने भयो है ल
अब अर्को नेक्स्ट छ हाम्रो 27 गते क्यास ड्रन ₹4000 फ्रम ब्याङ्क। अब यहाँ पनि हाम्रो के आउने भयो, कन्ट्री एन्ट्री आउने भयो, ब्याङ्कबाट पैसा निकाल्यो। अब ठ्याक्कै यसो उल्टो हुने भयो। अघि हाम्रो के भएको थियो, ब्याङ्कमा पैसा जम्मा गरेको थियो, ब्याङ्कमा डेबिट टु क्यास भएको थियो। अहिले हामी के गर्दैछौँ, हेरौँ त, अहिले चाहिँ हामी क्यास निकाल्दैछौँ। क्यास आयो, डेबिट ब्याङ्कबाट गयो। सिम्पल भाषामा बुझौँ न, क्यास आयो, आउनु डेबिट हो, के आएको हामीलाई, क्यास आएको, क्यास कलममा लेखिदियो। अनि क्यास आएको कहाँबाट, ब्याङ्कबाट, अथवा ब्याङ्कबाट त गयो नि, भनेपछि ब्याङ्कबाट जानु भनेको अब क्रेडिट साइडमा हामीले के गर्नु पर्यो, 4000 छ, यो पर्ने रहेछ। ल यो भयो है त। ब्याङ्कबाट गयो, क्रेडिट साइड भयो, क्यास आयो, क्यास डेबिट साइड भयो। अब क्यासमा हामी मेन्सन के अरे एमाउन्ट लेखेको छ भने हामी के गर्छौँ, अब टु ब्याङ्क एकाउन्ट पार्टिकुलर लेख्छौँ। यो कन्ट्रास्ट 2 भयो, यो हाम्रो डेट चाहिँ 27 को भयो है। ल अब फेरि हामीले कहाँ लेखेको छ एमाउन्ट, ब्याङ्कमा, भनेपछि हामी के गर्छौँ, अब 26 को बाई क्यास एकाउन्ट लेख्छौँ। यो भयो हाम्रो कन्ट्रास्ट 2 भयो। लास्ट वान हेरौँ त, पर्चेज, सामान किन्यो, सामान किन्न हाम्रो पैसा जान्छ, क्यास जान्छ, क्यास पेमेन्ट भएपछि हामी के गर्छौँ, अब क्रेडिट साइडमा लेख्छौँ बाई, किन क्यास गयो हाम्रो, बिकज अफ पर्चेज अफ गुड्स बाई पर्चेज एकाउन्ट। ल कति गयो त भन्दा 7000 गयो हाम्रो। ल यो 7000 भयो है। अब हामी सबै लेखिसक्यौँ। अब हामी के गर्छौँ, क्लोजिङ गर्छौँ है। के गर्छौँ, क्लोजिङ गर्छौँ। अब जहिले पनि हामी डेबिट क्रेडिट क्लोज गर्दा चाहिँ पहिला हायर साइड जोड्ने। यो भयो हाम्रो 40,000 भयो। ल यो कति भयो हाम्रो, हो त 10,000 प्लस 14,500 प्लस 5,000 प्लस 3,500, यो आयो हाम्रो 33,000 आयो। ल यो चाहिँ हाम्रो 1,000 आयो। ल अब हामी के गर्नु पर्यो, यता पनि कति राख्नु पर्यो, 40,000 राख्नु पर्यो। यो राख्नु पर्यो हाम्रो 33,000 राख्नु पर्यो। अब हाम्रो डिस्काउन्ट चाहिँ हाम्रो ब्यालेन्सिङ होइन, जति छ जे छ त्यही राख्छौँ हामी है त। ल अब यो त 40,000 भएको छैन भनेपछि हामी के गर्छौँ, अब जहिले पनि हामीले क्लोजिङ गर्छौँ। पस्टको 30 लेखेँ मैले, सायद 29 हुन्छ होला, बाई ब्यालेन्स क्यारी डाउन। अब कति थाल्नु पर्यो है त, यो हाम्रो 40,000 छ माइनस यो कति भयो, 16,000 है। यो गर्दा हाम्रो 25,000 चाहिँ हाम्रो ब्यालेन्सिङ थप्नुपर्ने भयो है, फिगर ब्यालेन्स फिगर भयो। अब त्यस्तै गरी हाम्रो कति भयो त, 33,000 माइनस 2,700 माइनस 4,000 गर्दा हाम्रो यो 26,300 भयो। ल अब यता हामीले क्यारी डाउन भएपछि यता हाम्रो ब्रेक डाउन आउँछ। हाम्रो नेक्स्ट मन्थ भनेको माघ हुन्छ। माघको फर्स्ट डे टु ब्यालेन्स बिडी गरेर हामी के गर्छौँ, 24,000, यो हाम्रो 26,300 गरेर हामी के गर्छौँ है, क्लोज गर्छौँ है त। यसरी हामीले भाइ बहिनी यो क्यास बुक मेन्टेन गर्न सक्छौँ सजिलोसँग। ल यसलाई हामीले इक्जाम्पल वाइज गरेका छौँ। यसलाई केही मैले सुरुमा इन्ट्रोडक्सन दिएँ, यसैलाई हामीले बेस मानेर चाहिँ हामीले अन्य हाम्रो प्रब्लमहरू पनि के गर्न सक्छौँ, सोल्भ गर्न सक्छौँ। आजलाई यति मात्र।